तोसीमा कार्कीले भनिन् अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी नेत्री तोसीमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छिन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका रवि लामिछाने बीच बृहत एकताको सहमति भएपछि सामाजिक सञ्जाल मार्फत उनले अब क्रमशः देश नै पूरा घण्टीमय हुँदै जाने र देशले नै काँचुली फेर्ने बारे धारणा व्यक्त गरेकी छिन्। उनले फेरि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरूलाई घण्टीमा गोलबद्ध हुन आह्वान गर्दै शान्त भद्र नीलो क्रान्ति मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गर्नुपर्ने समेत बताएकी छिन्। साथै उनले लेखेकी छिन् अब क्रमशः पूरा देश नै घण्टीमय हुँदै जानेछ, देशले काँचुली फेर्नेछ र फेरि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरूलाई घण्टीमा गोलबद्ध हुन आह्वान गर्दछु। आउनुहोस् शान्त भद्र नीलो क्रान्ति मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गरौं। अबको आशा रासपा।